नमस्ते दर्शकबिन, यहाँ सबैलाई स्वागत छ। फेरि पनि आज चाहिँ सुदूरपश्चिम रोयल र विराटनगर किङ बिचको एकदमै ठुलो म्याच रहेको छ, जसले गर्दा आज मान्छेहरू चाहिँ एकदमै धेरै मात्रामा तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। यहाँ उपस्थित देख्न सक्नुहुन्छ। तपाईँ टिकट काट्नका लागि चाहिँ यहाँ लाइन लागेका छन्। धेरै मान्छेहरू चाहिँ लाइन लागेका छन्। अझै पनि आउने क्रममा चाहिँ नै चाहिँ भर्खर अब 9 पनि बजे होइन, गेम चाहिँ 11:15 देखि सुरु हो। तर टिकट काट्नका लागि भने यहाँ एकदमै धेरै मात्रामा चाहिँ देखेको सक्नुहुन्छ। यो चाहिँ टिकट काउन्टर यतातिर चाहिँ रहेको छ। यदि तपाईँहरूले पनि टिकट लिनुभएको छ भने छिट्टै आएर चाहिँ यताबाट चाहिँ लिनुपर्छ। तपाईँले चाहिँ अनलाइनबाट काटेको टिकटलाई चाहिँ अनि यता देखाएर चाहिँ यहाँबाट चाहिँ लग्नुपर्ने हुन्छ। त्यही भएर मान्छेहरू चाहिँ बिहानदेखि नै लाइन लागेर चाहिँ यहाँ आइसकेका छन्। एकदमै ठुलो लाइन देख्न सक्नुहुन्छ। यसरी धेरै मात्रामा चाहिँ यहाँ लाइन लागेको छ, 3-4वटा लाइन लागेको छ। आज एकदमै ठुलो म्याच रहेकोले गर्दा चाहिँ सबैजना मान्छेहरू चाहिँ एकदमै उपस्थित भइसकेका छन्। आज चाहिँ पुरै खचाखच नै देखिन्छ, किन यहाँको माहौलहरू पनि हेर्दाखेरि चाहिँ एकदमै धेरै मात्रामा चाहिँ देखिन्छ। माहौलहरू पनि एकदमै ठुलो देखिन्छ। आजको म्याच चाहिँ एकदमै ठुलो भेटिन्छ। कसले जित्ला आजको म्याच तपाईँले पनि भन्नुहोला। प्रिय कुटुम्बहरू पनि लागिसक्यो। हिजोको जनकपुर फोरले चाहिँ हार पेयरसँगै चौथो टिमको पनि प्ले टुङ्गो लागिसकेको छ। अब भने आजको म्याच एकदमै अब 1 नम्बरमा रहेको सुदूरपश्चिम र 3 नम्बरमा रहेको चाहिँ विराटनगर बिचको एकदमै ठुलो म्याच रहेको छ। सबैजना मान्छेहरू चाहिँ आज टिकट लिनको लागि चाहिँ बिहानैदेखि यहाँ उपस्थित भएका छन्। हेर्न सक्नुहुन्छ आजको माहौल यस्तो रहेको छ। टिम क्रिकेट बाहिरको यस्तो चाहिँ लाइन लागेर यहाँ टिकट काउन्टर चाहिँ यता रहेको छ भने मान्छेहरूको लाइन चाहिँ एकदमै धेरै मात्रामा चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यस्तो छ स्टेडियम बाहिरको माहौल। टिकट काट्नेहरूको एकदमै धेरै मात्रामा चाहिँ मान्छेहरू चाहिँ उपस्थित भएर चाहिँ टिकट काट्नको लागि चाहिँ यता लाइनमा लागेका छन्। आज चाहिँ स्टेडियम बाहिर चाहिँ एकदमै धेरै मात्रामा चाहिँ बिहानैदेखि मान्छेहरू चाहिँ उपस्थित भइसकेका छन्। हेर्न सक्नुहुन्छ यहाँ माथितिर चाहिँ मान्छेहरू चाहिँ आउने क्रममा चाहिँ एकदमै जाइरहेको छ भने यहाँ टिकट काट्नेहरूको पनि एकदमै ठुलो मात्रामा चाहिँ भिडभाड लागेको छ बिहानैदेखि। हेर्न सक्नुहुन्छ त्यहाँ टिकटको लागि यहाँ झगडा पनि हुँदैछ। यहाँ देख्नुहुन्छ लाइन लाग्यो होइन त। धेरै मान्छेहरू चाहिँ उपस्थित भएर चाहिँ सबैजना टिकटको लागि चाहिँ लाइन लागिरहेको छ।